दर्शकबिन नमस्कार, अपन विशेष में स्वागत करे छी। देश में राजनीतिक स्थिरता अयला के बाद वित्तीय संस्था सबसे हो उत्साहजनक अवस्था में देख में अबै छै। एखन आब क जँ शिक्षा के स्तर से हो बढ़त जा रहल छै, देश में आर्थिक स्थिति में जँ सुधारो हो जा रहल छै, त बैंकिंग सेक्टर आ ओहि से जुड़ल विभिन्न चीज सब के बारे में लोग सब बुझ के प्रयास कर रहल छै आ ओहि से जुड़ से हो जा रहल छै। अपन विशेष में आइ हम सब अहिना एगो वित्तीय सेक्टर से जुड़ल बातचीत आइ कर जा रहल छी। आइ हम सब खास क इंश्योरेंस बीमा के बारे में बातचीत करब। एहि के लेल हमरा सबके साथ में छथि प्राइम लाइफ इंश्योरेंस के प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई जी। हुनका संगे बातचीत कर जा रहल छी। आखिर की होय छै, एखन के परिपेश की छै, एकर भविष्य की छै, एहि सब विषय में स्वागत छै यहाँलाई। हजुर, धन्यवाद। शुरुआत गरौँ न, जुन बीमा छ एकदम सरल भाषा में भन्यो भने आम जनताले कसरी बुझुन् त बीमा भनेको के होला आखिर? अब यस्तो छ, बीमालाई हामीले अहिलेसम्म कसरी हेरिराखेका छौँ भने यो एउटा कुनै विषय हो। बैंकिङ भने जस्तै बीमा पनि एउटा कुनै गरे पनि हुने नगरे पनि हुने किसिमको एउटा चाहिँ व्यवसायको रूपमा अथवा चाहिँ लगानीको रूपमा हामीले हेरिराखेका छौँ। त हामी चाहिँ के भनिराखेका छौँ भने बीमा कुनै व्यवसाय अथवा लगानी मात्रै होइन, यो एउटा जीवनको प्रक्रिया हो भनिराखेका छु। मैले चाहिँ म किन जीवनको प्रक्रिया भनिराखेको छु भने हामीले कुनै न कुनै किसिमले आफ्नो जीवन, हाम्रो चाहिँ जीवन उसमा क्रममा बीमा गरि नै राखेका छौँ। भन्नु खोजेको मतलबले सुरक्षा गरिराखेका छौँ, जोखिमको विरुद्धमा सुरक्षा गरिराखेका छौँ। हरेक चिजको हामीले आफ्नो शरीरलाई चाहिँ चिसोबाट बचाउन, तातोबाट बचाउन लुगा लगाइराखेका छौँ, त्यो पनि बीमा नै हो। हामीले आफ्नो सम्पत्तिहरूको सुरक्षाको लागि घरहरू पेन्ट गर्छौँ, रङरोगन गर्छौँ, त्यो पनि इभन प्लास्टर गर्छौँ, त्यो पनि त्यो इँटाको सुरक्षाको लागि गरेको हो। भने जस्तै गाईबस्तु यदि पालेको छ भने त्यसलाई चाहिँ गोठमा राख्छौँ, जाडोमा चाहिँ चिसोबाट बचाउँछौँ, त्यो पनि बिमा गरेकै हो। एक प्रकारले हाम्रो जीवनको शैली हो यो बिमा भनेको। तर अब हामीले कुरा गर्ने बिमा चाहिँ जस्तो म जीवन बिमा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्दै भन्ने अवस्थामा चाहिँ कुनै एउटा निश्चित जोखिमहरूलाई, त्यो जोखिमको विरुद्धमा कुनै एउटा कम्पनीले निश्चित केही रकम बिमा शुल्क लिएर भविष्यमा पर्न सक्ने कुनै पनि किसिमका सम्भावित जोखिमहरूबाट आर्थिक सुरक्षा दिने। अब किनभने सबै चिज फेरि जोखिम वहन गर्ने भन्दा भन्दै अथवा बिमा गर्ने भन्दा भन्दै सबै चिजको रिप्लेसमेन्ट अथवा त्यो चिजलाई ठ्याक्कै अर्को साटेर दिन सकिँदैन। जस्तो मानिसको जीवनको कुनै मूल्य नै छैन, मानिसको जीवन अमूल्य छ। यस्तो अमूल्य जीवन त कसैले पनि बिमा गरेर मान्छेको सट्टा मान्छे त दिन सक्दैन। वित्तीय संस्थातिर कुरा गर्दा तपाईहरुले बुझ्ने बिमा भनेको बैंकिङ सेक्टरतिर बुझौँ न, चाहे तपाईहरुको सेक्टरको खासको मान्छेले बिमालाई कसरी बुझ्छ? हामीले भने हामीले यसलाई चाहिँ जब बिमा भनेर भन्दाखेरि चाहिँ आर्थिक सुरक्षा प्रदान गरिदिने। कसरी त भन्दाखेरि जीवनको निरन्तरताको लागि। अब हामीले भन्ने कुरा चाहिँ कोही पनि व्यक्ति सधैँ बाँच्दैन, उसले एउटा समय जीवनकाल लिएर आएको हुन्छ, त्यसपछि उसको मृत्यु अब सम्भावित छ। खालि हामीलाई के थाहा छैन भने कहिले हुन्छ, कहाँ हुन्छ र कसरी हुन्छ, यति तीनटा कुरा मात्रै थाहा छैन। हुन्छ भन्ने चाहिँ सबैलाई थाहा छ। हो, त्यो कहिले कहाँ र कसरी भन्ने जुन एउटा तीनटा अनिश्चित अवस्था छन्, त्यो अनिश्चित अवस्थाबाट आर्थिक सुरक्षा दिनु पर्यो। र जो व्यक्ति घरको मूली मान्छे छ, जसले आर्जन गर्छ, जो चाहिँ व्यापार व्यवसायमा संलग्न छ अथवा नोकरी पेसामा छ अथवा चाहिँ खेती किसानीमा संलग्न छ र जसमा परिवारका अरू साना सदस्यहरू, परिवारका अरू सदस्यहरू आश्रित छन् भने उसको जीवनमा केही तलमाथि पर्यो भने त्यो बाँकी परिवारका सदस्यहरूको जीवन निरन्तर केले गराइदिने त, कसले प्रोटेक्सन दिने त भन्नको लागि त्यसको लागि बिमा चाहिने। र त्यो व्यक्ति आफै पनि लामो समयसम्म, अब मानिसको मैले अघि नै भने आयुको त कुनै ठेगान छैन। आर्थिक रूपले म सक्षम हुँदाखेरि, जिउमा तागत हुँदाखेरि, उमेर हुँदाखेरि त आय आर्जनको काममा मान्छेहरू लाग्न पाइरहेको हुन्छ। तर भोलिको दिनमा गएर बिस्तारै बिस्तारै उमेरको कारणले गर्दाखेरि, शारीरिक अवस्थाको कारणले गर्दाखेरि आर्थिक रूपले चाहिँ सम्पन्न हुन नसकेको बेलामा अथवा सक्रिय हुन नसकेको बेलामा त कुनै न कुनै आर्थिक सहयोग त चाहिन्छ उसलाई आफ्नो दिनचर्या बिताउनलाई। त्यतिखेर पनि यही जीवन बिमा जुन गरेको छ त्यो बिमाले त्यो सुरक्षा दिदिने हो। भन्दाखेरि जीवनको निरन्तरताको लागि जीवन बिमा भन्छौँ हाम्रो बुझाइमा चाहिँ। र यसलाई चाहिँ केही रकम, अब यसलाई कसरी तुलना गर्ने त, अथवा के दिएर सुरक्षा प्रदान गर्छ त बिमा कम्पनीले भन्दाखेरि बिमा शुल्क दिन्छ, प्रिमियम दिन्छ, जसलाई हामी अङ्ग्रेजीमा प्रिमियम भन्छौँ। त्यो प्रिमियमको अगेन्स्टमा त्यो प्रिमियम बराबरको रकमले थाम्ने किसिमको सुरक्षा चाहिँ नि जीवन बिमा कम्पनीले दिने हो। र त्यसमा अर्को एउटा कुरा म थपिहाल्छु, त्यो सुरक्षा दिने क्रममा चाहिँ लिने प्रिमियम, बिमा कम्पनीले लिने बिमा शुल्क चाहिँ साह्रै नै थोरै हुन्छ।
थोरै रकम लिएर धेरै ठुलो रकमको सुरक्षा दिने हो यसले। र यो चाहिँ अब यसका विभिन्न किसिमका बिमा योजनाहरू हुन्छन्, बिमाका अवधिहरू हुन्छन्, त्यसका हरेक बिमा योजनाका विशेषता हुन्छन्, फरक फरक विशेषता बोकेका फरक फरक बिमा शुल्क तोकिएका बिमाका योजनाहरू छन्। र कुनै पनि व्यक्तिलाई उसको इच्छा अनुसारले अथवा उसको आवश्यकता अनुसारको बिमा योजना दिने काम चाहिँ हामीहरूले गर्छौँ। र हाम्रो बिमाको बुझाइ चाहिँ त्यही नै हो। बिमा र जुन साधारण ब्याङ्कमा गएर जुन पैसा राख्ने गर्छन् नि मान्छेले, त्यो जुन बचत खाता भनौँ चाहे जे भनौँ, यो दुवैमा खासमा एउटा आम नागरिकले कसरी फरक पार्ला त? बिमामा पनि पैसा राखेकै छ र बचत खातामा पनि पैसा राखेकै छ, समयमा झिक्न पाइएकै छ। साह्रै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा यो दुईवटा नितान्त फरक चिज हुन्। ब्याङ्कमा पैसा राख्नु, ब्याङ्कमा खाता खोल्नु, ब्याङ्कमा पैसा जम्मा गर्नु र बिमा गर्नु दुईटा नितान्त फरक कुराहरू हुन्। र यो दुईवटै चिज मानिसको जीवनमा असाध्य आवश्यक कुरा हो। फेरि यिनीहरू अत्यन्त फरक छन् र तर दुईटै आवश्यक पनि छन्। र अब किन मान्छेले बिमा गर्ने त ब्याङ्कमा पैसा नराखेर भन्दाखेरि, मानिलिनु मैले आज ब्याङ्कमा गएर खाता खोलेँ र मैले चाहिँ 10 लाख रुपियाँको खाता खोल्छु भने मैले ब्याङ्कमा 10 लाख रुपियाँ नै जम्मा गर्नुपर्छ। त्यो 10 लाख रुपियाँमा मैले 9,79,979 रुपियाँ जम्मा गरेर पनि मेरो 10 लाख हुँदैन, किनभने त्यो क्याटेगोरिकल्ली फिजिकल्ली मैले 10 लाख रुपियाँ दिनुपर्छ अथवा अर्को ब्याङ्कको 10 लाख रुपियाँको चेक नै दिनुपर्छ भनौँ न। तर बिमा गर्दाखेरि मैले आज एउटा जीवन बिमा गर्नु पर्यो 10 लाखको भने जीवन बिमा कम्पनीलाई 60,000 लिएर वर्षभरिको लागि 60,000 लिएर 80-90,000 रुपियाँसम्म तिरेर विभिन्न विशेषता भएका बिमा योजनामध्ये कुनै एउटा बिमा योजना छान्न पाउँछ। 90,000 अथवा 60,000 अथवा 70,000 दिएर 10 लाख रुपियाँको बिमा हुन्छ र उसको जीवनको सुरक्षा 10 लाख रुपियाँ बराबरको भइरहेको छ। त्यहाँ चाहिँ 10 लाख रुपियाँ राखेर 10 लाख रुपियाँ मात्रैको हुन्छ, सुरक्षा छैन र उसको जिउमा तलमाथि केही पर्यो भने बिमा कम्पनीले त्यो थोरै प्रिमियम लिए बापतमा जति रकमको बिमा गरेको छ त्यति पुरै दिन्छ। बैंकले चाहिँ जति राखेको छ त्यति मात्रै दिन्छ, त्योभन्दा बढी दिँदैन। त्यसमा 2-4% ब्याज थपेर देला र त्यो 2-4% ब्याज बिमा कम्पनीले पनि थपेर दिन्छ। ब्याजै त नभनौँ, बोनसको रूपमा अथवा लाभ बाँडेको हिसाबमा। र संसारमा कुनै पनि एउटा यस्तो व्यवसाय छैन जसमा व्यवसाय गर्ने व्यवसायीले कमाएको मुनाफा ग्राहकलाई दियोस्। ग्राहकले त सेवा लिन्छ, वस्तु लिन्छ, मुनाफा त कम्पनीले खाने हो। तर बिमाले के गर्छ भन्दाखेरि त्यो लगानी, उसको त्यो बिमाबाट लिएको पैसा लगानी गरेर जुन मुनाफा हुन्छ त्यो मुनाफाको अंश पनि फेरि त्यो बिमितलाई नै दिन्छ, केही अंश। भन्दाखेरि यो अचम्मको किसिमको एउटा आफ्नै फरक विशेषता भएको चाहिँ व्यवसाय हो। बिमा बुझ्दाखेरि अब त्यसका विभिन्न किसिमका प्रकारहरू हुन्छन् होला। अहिले जीवन बिमातिर हामी लागौँ। जीवन बिमामा खासमा के किसिमका कस्तो बिमाहरू देख्नको लागि पाइन्छ? अब यसमा सामान्यतया बिमाको सिद्धान्तको हिसाबले कुरा गर्ने हो भने अथवा त्यसलाई चाहिँ नि भनौँ न त्यसको सैद्धान्तिक पक्षमा कुरा गर्ने हो भने खास गरिकन एउटा टर्म इन्सुरेन्स, एउटा निश्चित अवधिको लागि गरिने बिमा भनौँ 1 वर्षको लागि गर्ने र त्यसको चाहिँ खालि जोखिम मात्रै वहन गर्ने बिमा एक प्रकारको बिमा हुन्छ। अर्को बिमा भनेको चाहिँ आवधिक हुन्छ, 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्ष, 25 वर्ष, 30 वर्ष, त्यो व्यक्तिको उमेरले धानेसम्मको। जस्तो अब कुनै बिमा योजना 60 वर्षको उमेरसम्ममा हुन्छ, कुनै 65 सम्मको हुन्छ, कुनै 70 सम्मको हुन्छ, त्यो आवधिक हुन्छ। र अर्को भनेको चाहिँ होल लाइफ, पूरा जीवनभरिमा जहिले सुकै मृत्यु भए पनि पैसा बिमा कम्पनीले दिने भन्ने हुन्छ। खास गरिकन यही 3 किसिमका हुन्छन् बिमाहरू चाहिँ। र अनि यो 3 किसिमको मध्येमा अब ब्लेन्ड गर्न सकिन्छ, त्यसको चाहिँ अब हाइब्रिड भनौँ न। अब यो चाहिँ टर्म र इन्डोमेन्ट र चाहिँ होल लाइफलाई मिसाएर अनि विविध प्रकारका बिमा योजनाहरू बनाउनु हुन्छ र विभिन्न कम्पनीहरूले यही 3वटाको भित्रमा बसेर विविध किसिमका बिमा योजनाहरू तयार गरेका हुन्छन्। र आवधिक बिमामा पनि कुनैमा चाहिँ नि यो बीचमा पैसा पाउने, आवधिक भुक्तानी पाउने पनि हुन्छ, कुनैमा एकैचोटि अवधि पुरा भएपछि मात्रै पाउने हुन्छ, कुनैमा अवधि पुरा भएपछि पनि पाउने, त्यसपछि फेरि मृत्यु भएको बेलामा पनि फेरि परिवारको सदस्यले पाउने भनेर डबल जोखिम भएको पनि हुन्छ। कुनै बिमा कम्पनीले तिमीलाई चाहिँ नि हरेक वर्ष म केही रकम फिर्ता दिन्छु भन्ने खालको पनि बिमा योजना बनाएको हुन्छ आवधिक बिमा योजनाभित्र बसेर। र अहिले जस्तो प्राइम लाइफकै एउटा कुरा गरिहाल्यो भने अहिले प्राइम लाइफ इन्सुरेन्सले नितान्त नयाँ किसिमको एउटा बिमा योजना हामीहरूले बनाएका छौँ। र जुन बिमा योजनामा कसैले आज त्यो बिमा योजना, त्यसको नाम हामीहरूले उपहार, जीवन उपहार भनेर नाम राखेका छौँ। एउटा 10 लाख रुपियाँको कसैले बिमा गर्यो भने
हामी उसलाई 10 लाख रुपियाँको अर्को बिमा उपहारको रूपमा अर्को वर्ष 1 रुपियाँ पनि पैसा नलिकन सित्तैमा दिन्छौँ। सित्तैमा भन्दाखेरि उसको बिमा उसले 10 लाखको गर्छ, तर 1 वर्षपछि उसको 20 लाखको बिमा हुन्छ र त्यो 20 लाख हुँदैन। फेरि त्यसमा अरू जोखिमहरू वहन गरेर 4 गुणा 40 लाख 50 लाखसम्मको जोखिम वहन भइराखेको हुन्छ। भनेपछि यी विविध किसिमका सुविधाहरू थपेर बिमा कम्पनीहरूले चाहिँ बिमा योजनाहरू बनाएका हुन्छन्। यो जीवन बिमा सँगै जोडेर कतिपय मान्छेहरू दुविधा भनौँ चाहे शङ्का भनौँ, जुन स्वास्थ्य बिमा हुन्छ त्यसमा पनि उनीहरू हल्का कन्फ्युज हुन्छन् कि बिरामी पर्ने बेलामा पनि पैसा पाउँदो रहेछ कसैले, हाम्रो अब फेरि मृत्यु हुने बेलामा पनि पाइन्छ। यो दुईटाको खासमा फरक अलि बुझाइदिनु पर्यो। यसो छ, स्वास्थ्य बिमा विभिन्न प्रकारका हुन्छन्। स्वास्थ्य बिमाका पनि आफ्नै किसिमका स्किमहरू हुन्छन्। जस्तो कुनै स्वास्थ्य बिमामा चाहिँ अस्पतालमा भर्ना हुनु पर्यो अथवा चाहिँ नि डाक्टर कहाँ जानु पर्यो भने डाक्टरले दिएको बिल अस्पतालमा भर्ना हुनु पर्यो भने अस्पताललाई नै सिधै पेमेन्ट गरिदिने बिमा कम्पनीले नै, बिमितले गएर पैसा तिर्नु नपर्ने, जाने औषधि गर्ने फर्किने बिमा कम्पनीले पैसा तिर्दिने, त्यस्तो खालको पनि चाहिँ विशेषता भएको हुन्छ। अर्को कस्तो हुन्छ भने डाक्टर कहाँ गयो, औषधि पनि आफूले किन्यो अनि बिल पेश गर्यो, त्यो बिलको उलियो शोध भर्ना लियो भने त्यस्तो खालको पनि बिमा स्वास्थ्य बिमा हुन्छ। अर्को स्वास्थ्य बिमा भने चाहिँ कस्तो भने जस्तो जीवन बिमा कम्पनीहरूले दिएको स्वास्थ्य बिमा चाहिँ क्रिटिकल इलनेस भनेर 16 प्रकारका प्राइम लाइफकै कुरा गर्ने हो भने हामीले 16 प्रकारका घातक रोग भन्छ त्यसलाई, एकदमै उसमा त अङ्ग्रेजीमा क्रिटिकल इलनेस भन्छ। अब कसैको चाहिँ स्टन हाल्नु पर्यो, ओपन हार्ट सर्जरी गर्नु पर्यो, किडनी फेलियर भयो, लिभर ड्यामेज भयो, लिभर सिरासिस भयो, ब्लड क्यान्सर भयो, स्ट्रोक भयो भन्ने अलि असाध्य रोग, धेरै पैसा खर्च हुने खालको रोगहरू लागेको छ भने त्यो रोग लागेपछि त्यसको उपचार गर्नको लागि 10 लाख रुपियाँसम्मको त्यो स्वास्थ्य बिमा क्रिटिकल इलनेस घातक रोगको चाहिँ जोखिम वहन गरेर जीवन बिमामै त्यो कुरा पनि समावेश गरेर पनि जीवन बिमा कम्पनीहरूले पनि बेचिराखेका हुन्छन्। र अर्को जुन हामीले स्वास्थ्य बिमाका कुराहरू गऱ्यौँ, ती स्वास्थ्य बिमा चाहिँ खास गरिकन बिमा कम्पनी भन्दा पनि निर्जीवन बिमा कम्पनीहरूले बढी गर्छन् र बिमा कम्पनीले पनि त्यो निर्जीवन बिमा कम्पनीको नै जस्तो प्रडक्टलाई आफ्नो जीवन बिमामा जोडेर बन्डलिङ गरेर पनि बेच्न सक्छन्। र त्यसको सुविधा भनेको चाहिँ कस्तो भने मृत्युको अवस्थामा पनि बिमा कम्पनीले पैसा दिने, बिमितको आश्रित परिवारलाई मृत्यु भएन अवधि पुरा हुन्जेलसम्म बिमित आफै जिउँदो भयो भने पनि उसलाई पनि पैसा फिर्ता दिने, रोग लागेको बेलामा औषधि गर्नलाई पनि पैसा दिने, र अझ भने दुर्घटना पर्यो भने अझ थप दुर्घटनाको लागि दिने, विविध किसिमका चाहिँ यसका बिमा योजनाहरू छन्। र यसमा कुनै पनि कन्फ्युजन हुनु पर्दैन। खालि हामीले कहाँनिर मात्रै हाम्रो बिमितहरूलाई अथवा हाम्रा नेपाली दाजुभाइहरूलाई हामीले भनिदिनु पर्ने एउटा सन्देश यहाँहरूकै टेलिभिजनको मार्फतैबाट पनि मैले अहिले भनिराखेको छु कि उहाँहरूलाई हामीले भनिदिनु पर्ने चाहिँ के भने बिमा भनेको कुनै शङ्का गर्नुपर्ने व्यवसाय अथवा कारोबार होइन। किनभने यो एउटा नियमनकारी निकायले नियमन गर्ने, मुलुकको ऐन अनुसारले कानुन अनुसारले कम्पनी स्थापना हुनुपर्छ, कम्पनी ऐन अन्तर्गत बिमा ऐन अन्तर्गत यसको काम कारबाही हुन्छ। र बिमा कम्पनीहरूले बिमितको हितमा काम गरेका छ कि छैन भनेर हेर्नको लागि र बिमा कम्पनीहरूलाई सही किसिमले काम गराउनको लागि नियमनकारी निकाय छ। जसरी हामी बैंकमा पैसा ढुक्क राख्छौँ नि, किन भन्दाखेरि राष्ट्र ब्याङ्क छ, राष्ट्र ब्याङ्कले चाहिँ नियमन गरिदिन्छ भने जस्तै गरेर बिमाको लागि नियमन गर्न बिमा समिति छ। कुनै पनि बिमा कम्पनीले जथाभावी काम गर्न थाल्यो भने बिमा कम्पनीले हेरिदिन्छ। भनेपछि यो निर्धक्क ढुक्क भएर, तर बुझ्नुपर्ने कुरा के त भने मैले कुन कम्पनीमा बिमा गरिराखेको छु, त्यो कम्पनीको अवस्था कस्तो छ, आर्थिक अवस्था, त्यो कम्पनीले दिएका बिमा योजनाहरू कुन कुन हुन् र त्यो कुनै पनि पर्टिकुलर बिमा योजनामा मेरो लागि सबैभन्दा उपयुक्त बिमा योजना कुन हो, त्यसका विशेषताहरू के हुन् भन्ने कुरा चाहिँ बिमितले प्रष्ट बुझ्नुपर्छ। त्यो बुझाउने जिम्मेवारी चाहिँ हाम्रो अभिकर्ताहरूको हुन्छ र त्यो अभिकर्तालाई त्यो कुरा प्रष्टसित भन्ने जिम्मेवारी चाहिँ फेरि हाम्रो कम्पनीहरूको हुन्छ। र प्राइम लाइफले चाहिँ अहिलेसम्म आज 11 वर्षमा हामी हिँडिरहेका छौँ, 10 वर्ष पुरा भएर यो 11 वर्षसम्म हामीले सधैँ हाम्रो अभिकर्तालाई के भनेको छ भने बिमितलाई सही सूचना दिएर, सही जानकारी दिएर र उसको लागि सबैभन्दा उपयुक्त बिमा योजना जुन हुन्छ त्यो मात्रै उसलाई देऊ र उसले बिमा शुल्क तिर्न सक्नेसम्म रकमको मात्रै बिमा गराऊ। मान्छेलाई सकेसम्म धेरै ठुलो रकमको बिमा गर्न मन त सबैलाई लाग्ला, तर त्यतिको लागि लाग्ने बिमा शुल्क तिर्ने क्षमता पनि त हुनु पर्यो नि। त्यो किनभने आज मैले चाहिँ 50 लाखको बिमा गरेँ र मैले 50 लाखको बिमा गर्दाखेरि 3.5 लाख रुपियाँ चाहिँ वर्षको प्रिमियम तिरिरहनुपर्छ, 4 लाख रुपियाँ वर्षको प्रिमियम तिरिरहनुपर्छ भने त्यति तिर्न सक्ने क्षमता त ममा हुनु पर्यो, अनि मात्र मैले 50 लाखको गर्ने हो। तर मेरो क्षमता 4 लाखको तिर्ने छैन, वर्षको 2 लाख तिर्ने छ भने त मैले बिमा पनि 25 लाखको गर्नु पर्यो। हो, त्यो कुरा चाहिँ हामीले हाम्रो अभिकर्ताको माध्यमबाट हाम्रो बिमितहरूलाई जानकारी गराउनुपर्छ र हामीले यस्ता खालका हाम्रा सञ्चार माध्यमहरूले पनि यस्तो कुरामा चाहिँ सहयोग गरिदिनुपर्छ। यो
ब्रेकमा जानुभन्दा पहिले एउटा प्रश्न, जुन सबभन्दा बढी चासोको विषय भनौँ या शङ्काको घेरामा बस्ने पर्या हुन्छ कि प्रिमियम तिर्नलाई तिरियो, बिमा झिक्ने बेलामा लास्टमा जब पैसा चाहिए हुन्छ भने धेरै झन्झट गर्छन् रे उनीहरूले, टाइममा नदिने, दौडाइराख्ने, के प्रोसिजरहरू भनिराख्ने, यो खासमा किन यसो? अब यसमा यसो छ, यसमा अलिकति हामीले जे कुराको पनि अन्तिममा मैले कोही व्यक्तिले बिमा लिन पैसा लिन आउँदा के कागजपत्रहरू मलाई चाहिन्छ र त्यो कागजपत्र सही छन् कि छैनन् भनेर सुरुमै हेर्यो, सुरुमै यो खालका संवादहरू भयो भने यो समस्या कहिल्यै पनि आउँदैन भने पनि हुन्छ। तर के हुन्छ भने सुरुमा बिमा गर्ने मान्छेलाई पनि अलिकति हतार भएर हुन्छ र जसरी हुन्छ अनि यो कागज दिनुहोस् न, अहिले छैन भोलि ल्याइदिउँला, अथवा विभिन्न किसिमका कुराकानी मलाई आज जसरी भने काटिदिनुहोस् न बिमा, म ल्याइदिइहाल्छु। कहिले चाहिँ नागरिकताको फोटोकपी भने नागरिकताको फोटोकपी त चाहियो, किनभने उमेर कति हो भनेर हेर्ने प्रमाणित आधार त त्यही छ। अब कसैले के भन्छ, नागरिकताको छैन, मेरो जन्म दर्ता प्रमाणपत्र छ चाहिँ स्थानीय निकायमा बनाइरहेको, अहिले मेरो यसैको आधारमा मलाई बनाइदिनुहोस् भने हो, हुन्छ भनेर बिमा कम्पनीले बनाइदियो बिमा योजना, बिमा जारी पनि गरिदियो, बिमा लेख पनि तयार गरेर। अब भोलि लिने बेलामा पनि फेरि जाँदाखेरि खोइ त नागरिकता त छैन भन्छ। अब नागरिकता नभइकन त त्यो व्यक्ति त्यही हो भने, किन जन्म दर्ता प्रमाणपत्रमा त तस्बिर लगायतको त केही पनि चिज हुँदैन, त्यो त जसले बोकेर आए पनि भयो भनेपछि त सही पहिचान, सही व्यक्तिको हातमा पैसा दिनको लागि त कागजपत्रले त प्रमाणित हुनु पर्यो कि त्यो व्यक्ति त्यही हो भन्ने कुरा हो। त्यस्तो अवस्थामा चाहिँ त्यो डकुमेन्ट कम्प्लिट गर्नको लागि केही समस्या पर्लान् हैन। तर हामी के भनिराखेका छौँ भने आजैको एउटा यहाँलाई म उदाहरण दिनु, म अहिले हाम्रो लालबन्दीको मेरो उपशाखा कार्यालयमा गराएँ, त्यहाँ एउटा चाहिँ त्यस्तै पर्यो कि नाम, जो बिमा गर्ने व्यक्तिको आमाको नाम जन्मदर्ता प्रमाणपत्रमा र बच्चाको जन्मदर्ता प्रमाणपत्र र उहाँको आफ्नो जन्मदर्ता प्रमाणपत्रमा नाम फरक छ। मैले अहिले नै उहाँलाई भन्दै आइसकेको छु मेरो कर्मचारी कि उहाँहरूलाई बोलाएर यो नाम सच्याउनु पर्ने हो अथवा यो दुवैजना व्यक्ति एउटै हो भन्ने कागज आजै बनाएर लिएर फाइलमा राख्दिरौ, ताकि भोलि उहाँले पैसा, हुन त उहाँ 15 वर्षपछि लिन आउने हो यो पैसा, त्यो 15 वर्षमा त्यो शाखाको व्यक्ति पनि त्यहाँ नहोला, म पनि यो कम्पनीमा नहुला, तर 15 वर्षपछि पनि उहाँ आउँदाखेरि चाहिँ बिना कुनै झन्झटले उहाँले चाहिँ फुरुक्क पैसा पाओस् भनेर हामी आजैदेखि सतर्क भएर कुरा गरिराखेका छौँ। सुरुमा र लास्टमा भन्दाखेरि डकुमेन्टेसन सही भयो भने झन्झट हुँदैन, एक थोपा पनि झन्झट हुँदैन, तुरुन्तको तुरुन्तै पेमेन्ट पाइन्छ। यो कुरा चाहिँ यो अलिकति गलत किसिमको सन्देश भइराखेको छ, त्यो होइन, त्यस्तो हुँदैन हो। कागजपत्र सही गर्ने जिम्मा चाहिँ आफ्नो र त्यसमा जानकारी पनि थप दिनु पर्यो र राम्ररी प्रस्ताइदिनु पर्ने जिम्मा पनि त त्यसो भए कम्पनीहरूकै नै हुनु पर्यो। पक्कै हो यो सबै काम कम्पनीको अभिकर्ताले बिमितलाई कार्यालयमा ल्याउँछ भने सिधै त्यो बिमितलाई भनिदिने जिम्मेवारी कम्पनीको हुन्छ, होइन भने अभिकर्तालाई भनिदिने जिम्मेवारी पनि कम्पनीको हुन्छ कि कम्पनीमा कार्यरत कर्मचारीहरूले यस्ता कुराहरूको पहिले नै हेर है यो डकुमेन्ट चाहिन्छ, भोलिको दिनमा दाबी लिने बेलामा यो डकुमेन्टको कमी कमजोरीले चाहिँ उहाँहरूले दुःख पाउनुहुन्न भन्ने कुराको सन्देश पहिले नै दिएर जानुपर्छ। त्यो नै कम्पनीको कर्मचारीको पहिलो कर्तव्य हो, त्यो त गर्नैपर्छ। दर्शकवृन्द, अपन विशेष में हम सब चर्चा परिचर्चा जारी रखबे करब। एखन के लेल समय भेले छोट छीन व्यावसायिक विश्रामक बाद फिर से उपस्थित हेबे करै छी। व्यावसायिक विश्राम के बाद फिर से स्वागत करै छी, हम अमित ठाकुर। अपन विशेष अहाँ सब देख रहल छी। आई अपन विशेष में हम सब बीमा के संबंध में बातचीत कर रहल छी। हमरा सबके साथ में छथि प्राइम लाइफ इंश्योरेंस के प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई जी। मनोज जी, ब्रेक भन्दा पहिले हामीले लास्टमा ठ्याक्कै बीमाको लास्टको रकम झिक्ने विषयमा कुरा गरेका थियौँ। यो जीवन बीमाको सन्दर्भमा चाहिँ एउटा अझ महत्त्वपूर्ण कन्फ्युजन भनौँ, चाहे जुन विवाद देखिएको हुन्छ, त्यो मृत्यु हुने प्रकृतिपछि जुन लिने पैसा जुन रकम जुन हुन्छ, खासमा नर्मल डेथ भयो कि एक्सिडेन्टल डेथ भयो, दुर्घटना परेर, यो कहाँ विवाद चाहिँ कहाँ आउँछ? यसको यसो छ, अब मृत्यु भएको हो भन्ने कुरा पहिला त कागजले के प्रमाणित गर्नु पर्यो भने मृत्यु दर्ता प्रमाणपत्रले मृत्यु प्रमाणित गरिदियो अथवा अस्पतालको डाक्टरको सर्टिफिकेटले गरिदियो। कहाँ भएको हो भन्ने कुराको स्थान पनि हस्पिटलमा हो भने पनि डाक्टरले भनिदियो, घरमा हो भने अब घरकै मान्छेले, अब सामान्यतया हाम्रो नेपालीको चाहिँ घरमै मृत्यु भयो भन्ने चलन छ, तर सहर बजारमा अथवा हाम्रो चाहिँ सुविधा भएको ठाउँमा त घरमै कसैको उमेर पुगेकै मान्छे पनि यदि मृत्यु भएको हो भने हामीलाई शङ्का लाग्छ कि हामी अस्पतालसम्म पुर्याइहाल्छौँ, डाक्टरले अथवा घरमा डाक्टर लिएर आएर हेराउँछौँ सही हो होइन भने, किनभने मानिसको मृत्यु भनेको त्यति सजिलोसित स्वीकार गर्न पनि सकिँदैन।
तर अब जहाँ दुर्घटना भएर मृत्यु भएको अवस्था छ भने नर्मल डेथभन्दा बाहिरको अवस्थामा दुर्घटनाबाट मृत्यु भएको भन्नेको प्रमाणित हुने भनेको दुईवटा अवस्था। एउटा पोस्टमार्टम जुन प्रहरीले चाहिँ डाक्टर कहाँ लगेर प्रहरीको उपस्थितिमा प्रहरीको डाक्टरले गरे हुन्छ, अथवा अर्को भनेको चाहिँ नि यदि त्यस्तो पोस्टमार्टम गर्नै नसकिने ठाउँ विशेष त्यस्तै पर्यो, अस्पताल धेरै टाढा पर्यो, प्रहरी चौकी धेरै टाढा पर्यो भने त्यहाँका स्थानीय निकायहरूले प्रकृति लास जाँच मुचुल्का भन्छ त्यो घटनास्थलमै सबै त्यहाँ केही भद्रभला आदमीहरू भेला भएर त्यो दुर्घटना भएको ठाउँको मुचुल्का निकालेको हुन्छ। यो ठाउँमा शिर यतापट्टि फर्केको, खुट्टा यता फर्केको, हात यस्तो भएको, खुट्टा यस्तो भएको, त्यो जुन लासको प्रकृति कस्तो थियो त्यो सबै प्रकृतिको मुचुल्का बनाउनु पर्ने हुन्छ। यो दुईवटा कागज भएको अवस्था भयो भने दुर्घटनाको मृत्युलाई पनि स्वीकार गर्न सकिन्छ। अनि मृत्युको कारण चाहिँ अब दुर्घटना नै हो भन्ने कुरा चाहिँ त डाक्टरले बाहेक अरूले भन्न सक्दैन। फेरि त्यो कुरा पनि हामीले हेर्नुपर्ने छ। कोही मान्छे केही चिज देखेर तर्सेर पनि लडेर चाहिँ हार्ट एट्याक भएर पनि मर्या हुनसक्छ। त लडेरै मरेको भनेर त्यसलाई दुर्घटना भन्नको लागि त ब्लन्ट फोर्स भन्छ, जुन भने बाहिरी कुनै शक्तिले उसलाई हानेको हुनुपर्छ, या त गोली लागेको हुनुपर्छ, या त कुनै धारिलो हतियारले लागेको हुनुपर्छ, रगत बगेको हुनुपर्छ, घाउ लागेको, चोट लागेको, नीलडाम भएको विविध अवस्थाहरू छ नि त। हो, त्यो अवस्थाहरू प्रमाणित हुने अवस्था भयो भने चाहिँ अनि दुर्घटना लाभको पनि सुविधा पाइन्छ। होइन भने सामान्य मृत्युको मात्रै लाभ लिनको लागि त यस्ता कुनै पनि किसिमको समस्या कहिले पनि आउँदैन। र मृत्यु भइसकेपछि मृत्युको पैसा पाउनको लागि जीवन बिमा कम्पनीहरूले कहिल्यै पनि ढिलो सुस्ती पनि गर्दैन र पाउनको लागि कहिले पनि कठिनाइ हुँदा पनि हुँदैन। त्यति कुराको म सबै जीवन बिमा कम्पनीको तर्फबाट ग्यारेन्टी लिएर भनिदिन सक्छु। त्यति कुरा चाहिँ आम जनमानसले यो विभिन्न प्रक्रियाहरू हेर्दा चाहे बुझ्दा उनीहरूले नभन्ला एकदम झन्झटिलो प्रक्रिया गरेको छ, मरेको मान्छे पनि अहिले दुःख परेको छ, यत्रो कुदाएको छ, विभिन्न प्रक्रिया भयो, यसलाई सहज गरिदिनु पर्यो भनेर होइन। अब उहाँहरूको मात्रै दृष्टिकोणबाट हेर्दाखेरि यो सही पनि हुनसक्छ, यो मान्यता होइन। तर के हुन्छ भने यो एउटा संस्थागत प्रक्रिया हो र संस्थामा हामी त एउटा प्रतिनिधि पात्र मात्रै हौँ। म आज कम्पनीको चिफ छु, म भोलि मेरो एउटा टर्म सिद्धेपछि म नहुँला, अर्को व्यक्ति आउनु होला। तर अर्को आउने व्यक्तिले पनि मैले गरेको गतिविधिको लागि त कानुनी दस्तावेजहरू, कानुनी कागजातहरू, आवश्यक कागजातहरू पुरा भएको छैन भनेर उहाँले पनि हेर्नुहुन्छ। हामी सेयर होल्डरप्रति चाहिँ हामी जिम्मेवार छौँ, बिमितका परिवारप्रति जति जिम्मेवार छौँ, नियमनकारी निकायप्रति त्यतिकै जिम्मेवार छौँ। अडिट गराउनु पर्ने हुन्छ, वार्षिक साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यो सबैको लागि चाहिने कागजपत्रहरू, डकुमेन्टेसनहरू, प्रमाणहरू त पुरा हुनैपर्छ। वास्तवमा चाहिँ त हो, दुःख परेको बेलामा खुर्क गएर पैसा दिनु पाए त्योभन्दा राम्रो केही थिएन। तर के भने प्रमाण पुर्याउनको लागि एउटा इन्स्टिट्युसनल मेमोरीको लागि पुर्याउनु पर्ने भएर त्यो पार्टमा हामी पनि बाध्य छौँ। तर त्यति भन्दा पनि हामी त्यसलाई कति सरल गरिराखेका छौँ भने जस्तो मृत्यु भइसकेपछि यति दिनभित्र सूचना गरिसक्नुपर्छ कम्पनीलाई भन्ने छैन। मान्छेको जीवन बिमामा, निर्जीवन बिमामा हो भने त्यो घटना घटेको 1 महिना कि कति भित्रमा सूचना दिइसक्नुपर्छ बिमा कम्पनीलाई, नत्र उसले मान्दैन। तर जीवन बिमामा के हुन्छ भने मान्छे त दुईचोटि त मर्दैन। जस्तो निर्जीवन बिमामा के हुन्छ, एउटै दुर्घटना दुईचोटि हुनसक्छ। एउटा मोटरसाइकल आज दुर्घटना भयो, पर्सि फेरि दुर्घटना हुनसक्छ। त्यस कारण त्यो दाबी पहिले गर्नुपर्छ भन्ने मान्यता हो। जीवन बिमामा त्यस्तो अवस्था नहुने हुनाले हामीले जहिले दाबी गरे पनि दिन्छौँ। एउटा कुरा त्यो छ। अर्को कुरा के छ भने जस्तो 2072 सालमा जुन भूकम्प गयो, त्यो भूकम्प गएको बेलामा हामीले यही सबै अवस्था बुझेर हामीले के भन्यो भने भूकम्प गएको छ, मानिसको घर भत्किएको छ, घरको परिवारको चाहिँ मृत्यु भएको छ र उसको बिमा गरेको पैसा बिमा कम्पनीले दिनुपर्ने छ भने सबै कागजपत्र ल्याऊ भनेर हामीहरूले खोजिरहेर बिमा तिरेको रसिद ल्याऊ, पैसा तिरेको रसिद ल्याऊ, तिम्रो चाहिँ बिमा लेखको चाहिँ नि कपी ल्याऊ, यी सबै कुराहरू हामीले माग्ने होइन। हामीले सिर्फ दुईवटा काम माग्ने, ऊ त्यो भूकम्पमा परेर मृत्यु भएको हो भन्ने पुलिसको रिपोर्ट र उसको मृत्यु प्रमाणपत्र, र अब नाता जो मान्छेले पैसा लिने हो त्यो व्यक्ति उसको त्यो नाता हो भन्नेको नाता प्रमाणित पत्र। बस यति 3वटा कागजको भरमा हामीले अरू कम्पनीमा भएको रेकर्डको हेरेर पटापट भुक्तानी दिएर पठायौँ। र मलाई लाग्छ कुनै पनि नेपालको जीवन बिमा कम्पनीले मान्छे धेरै थोरै मान्छेको मात्रै बिमा भएको थियो। 10,000 मान्छे मर्दाखेरि जम्मा 374 जनाको मात्रै बिमा थियो र 359 जनाले मात्रै पैसा पायो, बाँकीले त पैसा पनि पाएन। किनभने एक किस्ता तिरेर बसेको थियो, कसैले पैसै पुरा तिरेको थिएन, कसैको ल्याप्स भएर गएको थियो। त्यस्तो अवस्थामा पनि जीवन बिमा कम्पनीहरूले त्यो 359 जनाको दाबी असाध्यै छिटो र एकदम न्यूनतम कागज, मृत्यु प्रमाणपत्र, नाता प्रमाणपत्र र भूकम्पमा मृत्यु भएको हो भन्ने प्रहरी प्रतिवेदन, यति 3वटा मात्रै कागजको बारेमा हामीले भुक्तानी दिएर त्यो प्रक्रिया सरल बनाएका छौँ। तर अब नर्मल बेलामा सधैँ चाहिँ फेरि त्यो साध्य हुँदैन। त्यस कारण नर्मल बेलामा अरूहरू पनि डकुमेन्टेसनहरू, मिनिमम डकुमेन्टेसन पुरा गर्नुपर्ने हुन्छ, अनुसन्धान गर्नुपर्ने हुन्छ,
अब फेरि त्यही त हो नि, मानिसको जात हो, अलिकति लोभ लालच हुन्छ। कम्पनीलाई त हो नि यो दियो भने भनेर अलिकति झुटो विवरणहरू दिने पनि चलनहरू हुन्छन्। कहिलेकाहीँ दाबी नलाग्ने मान्छे दाबी लिन आइराखेको हुन्छ, असली दाबीदार हक दाबी लाग्ने मान्छेलाई थाहै नभए अवस्था पनि होला। त्यसकारण त्यो सबै चिजको त एकचोटि हामीले चाहिँ सही व्यक्तिले मात्रै भुक्तानी पाउनुपर्छ भनेर पनि हामीले खोजी सोधी गर्नुपर्ने हुनाले त्यो प्रक्रिया अलिकति जटिल भएको जस्तो लागेको मात्रै हो। तर समग्रमा चाहिँ त्यो प्रक्रियाले पनि बीमित र उसमा आश्रित परिवार र जो सही हकदार हो त्यो दाबी पाउनुपर्ने उसैलाई दाबी पाउनलाई मद्दत गर्ने भएर मात्रै त्यस्तो खालको प्रक्रिया हामीले गर्नुपर्ने हो। एउटा तथ्याङ्क तपाईँले आफ्नो जवाबमा एकदम राम्रो दिनुभएको थियो, त्यसलाई एउटा प्रसङ्गसँग जोडेर जनचेतना कतिको छ? बचत खाता चाहे सामान्य ब्याङ्क खाताहरू खुल्ने गरेका छन्, सुविधा भएको ठाउँमा मान्छेहरू पुगेकै छन् ब्याङ्किङ सेक्टरमा, यो बिमाको क्षेत्रमा कतिको आकर्षण देखिन्छ? होइन, अब यसो छ, विगतको तुलनामा अहिले धेरै राम्रो आकर्षण छ, धेरै जनचेतना अभिवृद्धि भएको छ र हामी जस्ता कम्पनीहरूले आफ्नो कार्यालयहरू सञ्जालहरू ठाउँ ठाउँमा शाखा उपशाखाहरू खोलिदिएर अभिकर्ताहरू बनाएर अभिकर्ताहरूलाई तालिम दिएको कारणले पनि पहुँच पुगेको छ र मानिसले बिमाको बारेमा कुरा धेरै नै गर्न थाल्नु भएको छ। आजको दिनमा म भन्छु करिब 5 वर्ष 6 वर्ष यताको अवस्था हेर्ने हो भने साह्रै राम्रो किसिमले बिमाको चाहिँ विकास भएर गइरहेको छ र मानिसले अघि नै यहाँले भन्नुभयो जस्तो बिमा पनि एउटा बैंकिङभन्दा फरक चिज हो र बैंकमा पैसा राख्नु र बिमा गर्नु दुईटा फरक चिज र दुईटै आवश्यक चिज हो भनेर जुन मैले भने यो दुईटै चिजलाई चाहिँ अगाडि बढाएर लिएर जानुपर्छ भनेर पनि गरिराखेको छ। र यही प्रसङ्गमा एउटा चाहिँ यहाँहरूलाई बताइदिउँ, जस्तो हामीले अहिले पाएको अनुभव, हाम्रो अनुभवले चाहिँ के भन्छ भने बच्चा बच्चीको लागि जस्तो प्राइम लाइफले चाहिँ एउटा प्राइम स्वर्णिम भन्ने छ, बच्चा बच्चीको लागि बिमा गर्ने, उसको पढाइहरूको लागि पछि उमेर पुगेको बेलामा दिने किसिमको बिमा, त्यसमा धेरै आकर्षण छ मानिसहरूलाई। किन आफ्नो बच्चा बच्चीको लागि भनेपछि मान्छेहरूले त्यो चाहिँ बरु अलि धेरै पैसाको गर्न पाए पनि हुन्थ्यो भन्ने किसिमको सोचले त्यो बच्चासितको मायाको कारणले पनि धेरै मानिसहरू जिम्मेवारी बोध गरेर बिमा गराइरहनु भएको अवस्था छ। र अनि बच्चाको साथसाथमा तपाईँको जीवन नै महत्त्वपूर्ण हो, यो बच्चाको लागि उसको बिमा त आफ्नो ठाउँमा भयो, तपाईँको बिमा भयो भने पनि त अल्टिमेटली त्यसको बेनिफिट त उसैले पाउने हो भन्ने किसिमले पनि हामीले जुन बिमा नयाँ विविध किसिमका बिमा योजनाको बारेमा कुरा गर्छौँ त्यसबाट पनि उहाँहरू आकर्षित भएर बिमामा राम्रो पहुँच भयो। र रकम पहिला चाहिँ कस्तो थियो भने अभिकर्ताले गयो बिमा गर भनेर कचकच गरेपछि साह्रै कराएपछि ल भइगयो त भइगयो भन्नको लागि चाहिँ 1 लाख 2 लाखको मात्रै बिमा गर्ने जुन एउटा प्रवृत्ति थियो अहिले चाहिँ त्यसमा परिवर्तन आएको छ। होइन, मैले बिमा गर्ने भनेको मेरो जीवनको मूल्य तोक्ने, मैले भन्ने गरेको छु सबैलाई कि मानिसको अरू सबै चिजको चाहिँ इन्भोइस हुन्छ, बिल हुन्छ, मान्छेको बिल हुँदैन, मान्छे कति भ्यालुको भन्ने कुरो छैन। तर मानिस यति अनमोल चिज छ कि उसको भ्यालु लगाएर पनि लगाइँदैन र मान्छेले नलगाएको पनि अवस्था छ। जुन मैले अघि तथ्याङ्क दिएँ 10,000 मान्छे भूकम्पमा मरिरहँदाखेरि 374 जनाले मात्रै बिमा गर्नुभएको थियो भनेको मतलब बाँकी 9,000 चान्चुन मान्छेको त कुनै मूल्य नै नभएको जस्तो भयो। कमसेकम उहाँले बिमा मात्रै गर्नुभएको भएदेखि त त्यो बिमा गरेको मूल्य बराबरको त उहाँको जीवनको मूल्य हुन्थ्यो नि। त्यति एकदमै चाहिँ मूल्य नै नभएको व्यक्तिहरू त उहाँहरू पनि पक्कै होइन, कुनै न कुनै पेसा व्यवसायमा उहाँहरू सबै नै संलग्न हुन्थ्यो होला, घरको खेती गर्नुहुन्थ्यो होला, कुनै व्यापार व्यवसाय गर्नुहुन्थ्यो होला, कुनै नोकरी चाकरी गर्नुहुन्थ्यो होला, केही न काम त गर्नुहुन्थ्यो होला, केही आर्जन त गर्नुहुन्थ्यो होला। त त्यो कमसेकम त्यो आर्जनको पोर्सन जति आर्जन गर्न सक्ने क्षमता छ त्यसको आधारले उहाँको बिमा भएको भए त उहाँमा आश्रित परिवारले केही आर्थिक सुरक्षा त पाउँथ्यो नि। हल्का तुलना गरौँ, अहिले प्रदेश 2 को भ्रमणमा हुनुहुन्छ तपाईँहरू, प्रदेश 2 का जुन विभिन्न ठाउँहरू तपाईँहरूले भ्रमण गर्नुभयो त्यसको तुलना गर्दा र काठमाडौँ लगायत अन्य ठाउँमा प्रदेश 2 को अवस्था कतिको छ आकर्षणको हिसाबले? अब प्राइम लाइफकै मात्रै कुरा गर्ने हो भने साह्रै उत्साहजनक छ। प्रदेश 2 का हाम्रा अभिकर्ता साथीहरू, हाम्रा कर्मचारी साथीहरू र प्रदेश 2 का समग्र जनताहरू नै चाहिँ यति बिमाप्रति आकर्षित हुनुभएको रहेछ र यति उहाँहरूलाई बिमा सम्बन्धी जानकारी गराइएको रहेछ, बिमाको पहुँच पुर्याइएको रहेछ कि हाम्रा अरू 6वटा प्रदेश 1 देखि 7 सम्मका अरू 6वटा प्रदेशको तुलनामा 2 नम्बर प्रदेशको हाम्रो व्यावसायिक स्तर, हाम्रो व्यावसायिक एचिभमेन्ट असाध्यै राम्रो छ। र त्यसबाट चाहिँ तुलना गरेर हेर्ने हो भने समग्रमा प्रदेश 2 मा धेरै नै राम्रो बिमा भएको हामीले पाएका छौँ। र यसैमा एउटा कुरा जोडी पनि हालौँ, यो सान्दर्भिक पनि हुन्छ होला, यो बेटी बचाऊ बेटी पढाऊ भन्ने एउटा जुन अभियान पनि यहाँ चलिराखेको छ त्यो अभियानमा पनि हाम्रा केही साथीहरूले चाहिँ बिमा कराऊ बेटी पढाऊ, हेर्नुहोस् है, यही बेटी पढाऊ बेटी बचाऊ
लाई बिमा कराऊ बेटी पढाऊ भने बच्चाको पढाइको लागि बिमा गरिदिनुपर्छ भन्ने मान्यता राखेर हाम्रा केही अभिकर्ता साथीहरूले एउटा समूह बनाएर एउटा संस्था खडा गरेर त्यो बजेट जुन आउँछ क्यारे त्यसबाट चाहिँ बिमा गराइदिएर भोलिको दिनमा उहाँहरूको भविष्य सुनिश्चित गराउने किसिमको एउटा बेग्लै कार्यक्रम उहाँहरूको आफ्नै इनिसिएसनमा हामीले सपोर्ट गरिदिएका छौँ। हाम्रो तर्फबाट गर्न सक्ने किसिमको सपोर्ट उहाँहरूलाई दिएका छौँ। त्यो हाम्रो सपोर्टको आधारमा उहाँहरूले त्यो किसिमको एउटा चाहिँ भनौँ न नारा नै दिएर बिमालाई अगाडि बढाइरहनु भएको अवस्था छ र अब अझ यसलाई अझ परिष्कृत रूपमा अझ राम्रो रूपमा अझ व्यावहारिक रूपमा र अझ बढी फाइदाजनक रूपमा कसरी अगाडि बढाउन सकिनेछ भनेर हामी पनि र उहाँहरू पनि हामी सहकार्यमा लागिरहेका छौँ र अझ यो क्षेत्र यो प्रदेशलाई चाहिँ वास्तवमै बिमामय भएर जान्छ भन्ने चाहिँ मलाई चाहिँ लागिरहेको छ। कार्यक्रमका अन्त्यतिर छौँ। तपाईँको अब संस्थाको हल्का कुरा गरौँ। हजुर, यति धेरै मार्केटमा त कम्पिटिसन छ, तपाईँ एउटा संस्थाको सिइओ प्रतिनिधित्व गर्दै हुनुहुन्छ। यदि कुनै आम जनतालाई तपाईँले भन्नु पर्यो कि ल ठिक छ मैले आफ्नो संस्थाको प्रतिनिधित्व गर्दैछु र मैले नै फर इक्जाम्पल मैले नै विश्वास गर्नु पर्यो भने यति भिडमा तपाईँको संस्थाप्रति कसरी गर्ने होला? यस्तो छ, प्रतिस्पर्धा अथवा चाहिँ बजारमा चाहिँ उपस्थिति हुनु सबैको आफ्नो राइट पनि हो र सबै आउन पनि पर्छ। किनभने जति धेरै सङ्ख्यामा बजारमा उपस्थिति आयो कुनै पनि चिजको सप्लाई भनौँ न, सप्लाई जति पनि धेरै भयो त्यति नै जनमानिसमा त्यसको संवाद पुग्छ, त्यसको बारेमा जानकारी पुग्छ र मानिसहरू त्यसप्रति आकर्षित हुने हो। अब हरेक चिजको एउटा क्लास, एउटा वर्ग, एउटा क्वालिटी छ हैन। मैले अहिले भर्खरै आउँदै गर्दा पनि देखेँ ढल्केबरमा चाहिँ त्यो सडकको दुईतिर कपडा पसलहरू मानिसहरूले झुन्ड्याएर कपडाहरू बेचिरहनु भएको छ, त्यहाँ अरू सामान पनि बेचिरहनु भएको छ। जनकपुरमा पनि थुप्रै अरू कपडा पसलहरू पनि छन्, त्यहाँ पनि कपडाहरू बिकिरहेछ। स्टोरहरू छन् अथवा डिपार्टमेन्टल स्टोर अथवा हाई क्लास स्टोरहरू छन्, त्यहाँ पनि कपडा बिकिरहेको छ, कपडा त्यहाँ पनि बिकिरहेको छ, कपडा त्यहाँ पनि बिकिरहेको छ। सबैले आफ्नो चोइसले आफ्नो हिसाबले आफ्नो क्रय शक्तिको आधारमा त्यो कपडा पनि किनिराख्ने मान्छे छन्, यो कपडा पनि किनिराख्ने मान्छे छन्। भने जस्तै गरेर बिमामा पनि मैले अघि नै जुन सुरुमा यहाँलाई भनेको थिएँ, बिमामा पनि म त प्राइम लाइफको सिइओ भएको नाताले मेरै बिमा योजनाहरू अति उत्तम छन्, उत्कृष्ट छन् र मैले दिने सेवा सबैभन्दा राम्रो छ भनेर भन्छु नै। र त्यो हो पनि, फेरि हो पनि, किन पनि हो पनि भन्छु भनेदेखि जुन मैले अघि एउटा भने कि 10 लाख रुपियाँको आज बिमा गरिरहँदा भोलि अर्को साल म उहाँलाई सित्तैमा पैसा नलिकन अर्को 10 लाखको बिमा गरिदिन्छु, 20 लाखको उहाँको जोखिम वहन हुन्छ, दुर्घटना समेत जोडेर 40 लाखको बिमा हुन्छ। 10 लाखको बिमा गरेर 4 गुणासम्म बिमाको चाहिँ सुविधा पाउनुहुन्छ र भोलि म्याचुरिटीमा पैसा फिर्ता लिने बेलामा आजकै चाहिँ उहाँले जुन पाउनुहुने बोनसको हिसाबले मैले कुरा गर्दाखेरि 10 लाखको बिमा गर्ने मान्छेले चाहिँ 30 लाख रुपियाँ पाउँदै हुनुहुन्छ 15 वर्षपछि, फर स्योर, ग्यारेन्टेड। भने त 1 करोड 40 लाखको जोखिम वहन हुने र पैसा फिर्ता पाउँदाखेरि 30 लाख रुपियाँ पाउने अवस्था स्योर छ भनेपछि त योभन्दा उत्कृष्ट प्रडक्ट अर्को हुनै सक्दैन भनेर म भन्छु हैन। र मेरो सेवाको स्तर, मेरो 144 वटा अहिले प्राइम लाइफका 144 वटा संस्थापनाहरू छन् र हामी आजको यही भ्रमणको क्रममा हामी केही यही 2 नम्बर प्रदेशमा केही उपशाखाहरूलाई हामी स्तरोन्नति गरेर शाखा बनाउँदैछौँ, केही नयाँ ठाउँमा उपशाखाहरू खोल्दैछौँ। भनेपछि त्यो किसिमले जुन हाम्रो उपस्थिति छ घर दैलोमा सकेसम्म हाम्रा बिमित दाजुभाइ दिदीबहिनी, नेपाली दाजुभाइ दिदीबहिनी र बिमा गर्न इच्छा राख्ने र बिमाको बारेमा जानकारी लिन चाहनेलाई पनि हामीले बिमाको सेवा सुविधा र बिमा सम्बन्धी जानकारी दिनुपर्छ र सकेसम्म नजिकबाट दिनुपर्छ, उहाँको घर आँगनको छेउमा भनेर नै हाम्रो चाहिँ संस्थापनाहरू हामीले बढाएर गइराखेका हौँ। र अहिले मैले टोटली ठ्याक्कै त मैले अहिले गनेको छैन, तर मलाई लाग्छ 2 नम्बर क्षेत्रमा हाम्रो टोटल जोड्दाखेरि 30-32 वटा संस्थापनाहरू 2 नम्बर क्षेत्रमै छन् हाम्रो। भनेपछि त्यो 30-32 वटा चाहिँ संस्थापनाहरूले दिने सुविधा त अवश्य पनि त्योभन्दा कम सङ्ख्या भएको कम्पनीले दिने भन्दा त डेफिनेटली राम्रो छ। यसलाई अब करियरसँग पनि हल्का जोडेर हेरौँ। अहिलेको परिवेशमा मान्दाखेरि तपाईँहरू अब एक्सपेन्सनतिर हुनुहुन्छ भनेपछि यो सेक्टर पनि कतै न कतै एक्सप्यान्ड गरिरहेको होला, जनशक्ति चाहिन्छ होला। तपाईँ सिइओ भएको मान्छे, एउटा फ्रेसर नयाँ मान्छे आउँदाखेरि उसले यो सेक्टरलाई ल बिमा सेक्टर एउटा ब्याङ्किङ सेक्टर जस्तै भयो, म आफ्नो करियर योमा बनाउँछु, ग्रोथ कतिको देखिन्छ? असाध्यै राम्रो ग्रोथ देखिन्छ। र हाम्रो यो बिमामा चाहिँ एउटा कस्तो हुन्छ भने सकेसम्म त्यहीका स्थानीय बासिन्दाहरू हुनुभयो भने एउटा विश्वासको वातावरण पनि हुन्छ र उहाँलाई काम गर्न सजिलो पनि हुन्छ, भाषागत रूपले पनि
वेशभूषागत रूपले पनि गर्न पाउने हुनाले हामीले हाम्रो यहाँको प्रोभिन्स जो चाहिँ यहाँको प्रदेशको प्रमुख हुनुहुन्छ अक्सर गरी उहाँहरूलाई नै जिम्मा दिएका हुन्छौँ कि सकेसम्म यहीँ नै स्थानीय रूपमा न्यूनतम शैक्षिक योग्यता भएको केही गर्छु भन्ने एउटा मनमा चाहिँ इन्थुसियाजम भएको र भनौँ न कामप्रति लगाव हुने खालको व्यक्तिहरू खोजेर गरौँ भनेर हामी उहाँहरूलाई नै जिम्मेवारी दिन्छौँ र उहाँहरूले नै खोजेर सिफारिस गरेर उहाँहरूले टेस्ट गर्नुहुन्छ कुरा गर्नुहुन्छ एउटा लेभलको चाहिँ अन्तर्वार्ताहरू जस्तो गर्नुहुन्छ त्यसपछि अनि यहाँबाट सिफारिस भएर जब गएपछि अनि हामी प्रधान कार्यालयमा हाम्रो ह्युमन रिसोर्स डिपार्टमेन्ट छ उसले एउटा फर्मल इन्टरभ्यूको चाहिँ एरेन्जमेन्ट गर्छ अब कहिलेकाहीँ हामी कम्प्युटर टेस्टहरू पनि लिन्छौँ कहिलेकाहीँ त्यस्तै धेरै सङ्ख्या भयो भने रिटन टेस्टहरू पनि लिन्छौँ र उहाँलाई बिमा सम्बन्धी जानकारी गराउने पनि अवस्थाहरू सृजना गरिदिन्छौँ र त्यो किसिमको अवसरहरू दिएर उहाँहरूलाई त्यो ठाउँमा पनि बसाउँछौँ र भन्छौँ कि यो तालिमहरूमा बसौँ सुन्नुहोस् हेर्नुहोस् बुझ्नुहोस् र तपाईँलाई लाग्छ कि हो अब म गर्न सक्छु भनेपछि आउनुहोस् यहाँ असाध्यै राम्रो क्यारियर सम्भावना छ र हामी भनौँ न अहिलेको बिमा क्षेत्र पनि यति आकर्षित भइसकेका छ कि सङ्ख्यात्मक रूपले पनि बिमाका कम्पनीहरू बढी नै रहेका छन् उनीहरूको यो उपस्थिति पनि धेरै ठाउँमा बढाउनु पर्ने अवस्था छ र यो चाहिँ ग्रोइङ इन्डस्ट्री नेपालमा 4-5% को मात्रै बिमा भएको अवस्था भने अहिले बढेर गर्दाखेरि 7-8%, 10-11% भने तापनि अघि नै मैले भने 10,000 मा 374 जनाको बिमा भएको भनेपछि कतै न कतै त्यसले रिप्रेजेन्टेसन त गरि नै हालेछ पर्सेन्टेज भनेपछि असाध्यै ग्रोइङ छ र आर्थिक रूपले सक्रिय मानिसको बिमा सबै नेपाली 52% करिब नेपालीहरू आर्थिक रूपले सक्रिय छन् भन्ने चाहिँ एउटा तथ्याङ्कलाई मान्यता लिने हो भने 1.5 करोडको बिमा हुनु पर्यो विभिन्न किसिमका बिमा योजनाहरू धेरै पैसा तिर्न सक्नेले इन्डोमेन्ट गर्नु होला अथवा चाहिँ सावधि गर्नु होला नसक्नेले टर्म पोलिसी गर्नु होला 1 वर्ष 2 वर्ष थोरै पैसा तिरेर मृत्यु मात्रै जोखिम वहन गर्ने खालको बिमा गर्नु होला तर बिमा त हुन्छ नि त्यो सबैको भन्ने 1.5 करोडको बिमा हुनुपर्ने अवस्थामा त्यतिकाको त बिमा भएको छैन अहिले चाहिँ टोटालिटीमा जोडेर लिएर आउने 17-18 लाखको भन्दा बिमा भएको अवस्था छैन भनेपछि त यत्रो ठुलो ग्यापमा त एक्सपान्सनको पनि त्यतिकै सम्भावना छ क्यारियर ग्रोथको पनि त्यतिकै सम्भावना छ र म त के पनि भन्छु भने कोही पनि प्रदेश 2 अन्तर्गतका यङ एनर्जेटिक हाम्रा दाजुभाइहरू दिदीबहिनीहरू मेन वुमेन बोइज गर्ल्स जो पनि यदि आफ्नो क्यारियर भोलिको दिनमा राम्रो बनाएर जान्छु भन्ने हो भनेदेखि त अब त बिमामा सुरु गर्नु पनि पर्छ र प्राइम लाइफले त्यसमा हुन सक्ने सम्म एकोमोडेसन गर्नको लागि प्राइम लाइफ सधैँ तत्पर छ प्राइम लाइफले गर्छ त्यो काम कार्यक्रममा आउनुभयो र हामीसँग कुरा गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मलाई यो एउटा आफ्नो कार्यालयको चाहिँ अरू कामको सिलसिलामा मेरो कार्यालयहरूको भ्रमण गर्ने क्रममा यहाँ आउँदाखेरि जनकपुरमा जुन किसिमको यहाँले एउटा अवसर दिनुभयो बिमाको बारेमा बोलिदिने भनिदिने र जुन एउटा आतिथ्य यहाँहरूले देखाइदिनु भयो यसको लागि यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै भविष्यमा पनि यस्ता खालका बिमालाई बिमाका सचेतना अथवा बिमा सम्बन्धी जानकारी दिने कार्यक्रममा यहाँहरूले अरूलाई पनि सहभागी गराइदिनु भयो र हामीलाई पनि फेरि पनि अवसर दिनुभयो भने अझ योभन्दा विस्तृत थप जानकारीहरू दिएर हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीलाई बिमा सम्बन्धी जानकारी गराउन पाऊँ यही भन्दा यहाँलाई पुनः एकचोटि धन्यवाद दिन्छु थैंक यू सो मच दर्शकवृन्द इस हालत हमारा सबके साथ में प्राइम लाइफ इंश्योरेंस के प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई जी इनका संगे के आई हम सब अपन विशेष में बीमा से जुड़ल विभिन्न रास बातचीत केनों एखन के लेल हमरा सबके समय समाप्त होते हम सब फिर से अगला दिन अगला अतिथि के साथ में उपस्थित हेबे करब ताधर के लेल हमरा सबके विदा दिया अपन टेलीविजन देखित रही नमस्कार।